लगाइसकेको सक्यो खै चाबी दियो राम्रो लगायो कि खै देखाउ त ढोका थुनेन नि के हुन्छ धुवा ठुक्ने नानी बुझाउँछ भूत आउँछ ल अनि अब हामी कहाँ जाने अब हामी हस्पिटल किन किनकि यो घाउ खान्न कुन चाहिँ यो है अन्त कसरी भयो यो चाहिँ यो बन्ठाले लडायो छोकमा झुट बोल्छ होइन आफै बदमास गरेर लड्यो है अझै आफ्नो बन्ठा दाइलाई दोष लगाएको होइन हजुर आफै बदमास गरेर त हो नि अबदेखि बदमास गर्ने कि नगर्ने नगर्ने गऱ्यो भने फेरि यस्तो घाउ हुन्छ नि त है अनि घाउ भएपछि अब यस्तो बदमास नगरे हुन्छ ल अनि अब जाउँ हस्पिटल जाने है अनि अनि त्यो पट्टी निकाल्ने है है अब सिस्टरले सुई लाउँछ त सुई ऊ दादालाई सोध न त्यो निकाल्ने बेला सुई लाउनुपर्छ सुई नलाउने सुई छैन यत्रो हुन्छ सुई तर तिमीले सानो लाउँछ होला हौ तिमी कति वर्ष हो तिमीलाई अलिक सानो लाग्यो ल के मलाई अप्पा भनेर दिन्छु ल भन्न बिस्तारै नभनी ल थ्याङ्क यू छैन अब ठिक छ न ल चक्लेट पनि किन्यो अब चाहिँ हस्पिटल जाने सिस्टर ला गुड मर्निङ भन्ने है अन्त सिस्टरले माया गर्नुहुन्छ नि त माया गरेर निकालिदिन्छ क्या है त्यो मजाले सफा गरिदिन्छ नि त
अस्ति सिरटुकुको भाइसँग माकुरी गएको होइन के गर्यो सिलायो लु यहाँ हेर्नु त यो नछुनु ल यहाँ दबाई लगाएको छ नछुने पानी नआउने ल थ्याङ्क यू भनेको खोइ थ्याङ्क यू दिनु न मेरो चक्लेट दिनु भन्न कहाँ अघि चक्लेट खाइसक्यो खाँदैन ए झुट बोले न खाएर त्यो फ्याँकी त तिमीले प्लास्टिक त फ्याँक्यो मैले खाएँ। खै घाउ हेर्छु भाइ ओ ल ल अनि दुख्या छ घाउ दुख्या छ दुख्दैछ ए झुट बोले हेर्न घाउ दुख्या छ दुख्दैछ नि ल ल अनि अब यसरी बदमास गर्नु हुँदैन हस् हस् अब केही दिनमा निको हुन्छ है अहिले देखाउनु त अनि ज्ञानी बन्नुपर्छ ज्ञानी बन्ने कि बदमास बन्ने ज्ञानी हुने कि बदमास हुने ज्ञानी हुने अनि धेरै चकचके गर्नु भएन नि त है हुन्छ हाँस्नुपर्छ खेल्नुपर्छ होइन तर धेरै उफ्रिने धेरै बदमास गर्नुहुन्न फेरि लड्छ ठोकिन्छ घाउ हुन्छ नि त हस् हस् कति धेरै लड्छ यो जति बेला नि लडिरहन्छ बिचरा ओके गाइस सो द्याट्स फर टुडे द्याट्स फर दिस भिडियो है ओके देन बाई बाई Have a beautiful day, all of you.